What's up guys, welcome back to my YouTube channel अनि आज चाहिँ म तपाईहरुलाई देखाउन गइरहेको छु मेरो कुन र्याङ्कमा कुन क्यारेक्टर कम्बिनेसन छ भनेर है त। अनि म चाहिँ बीआर मा चाहिँ मैले लगाइछु एक्टिभ क्यारेक्टरमा ओरियर अनिखेर प्यासिभमा चाहिँ छ प्यासिभमा चाहिँ यो मोमेन्ट स्पिडको लागि केली अनिखेर उल्फा वान ट्यापको लागि एचपी प्रदान गर्नको लागि चाहिँ लियोन राखिरहेको छु देख्न सक्नुहुन्छ। अनि त्यो सीएस र्याङ्कको लागि अहिले तत्कालको लागि खतरनाक युज भने एक्टिभ क्यारेक्टर निरो है त सीएस र्याङ्कको लागि चाहिँ। अनिखेर प्यासिभमा छ वायतो अनि लुना जोटा है त। वायतोले चाहिँ एनिमीको भेस्ट छिटो भन्दा छिटो फुटाएर बढी ड्यामेज दिने गर्छ अनि जोटाले चाहिँ एनिमी नक पार्ने बित्तिकै चाहिँ एचपी दिन्छ है त। लुनाको काम चाहिँ रेट अफ फायर बढाउने हो, तपाईहरुलाई यति थाहा छ होला है त लुनाको। अनि तेस्रो छ हाम्रो लोनोल्फमा चाहिँ हाम्रो एक्टिभ क्यारेक्टर रहेको छ कोडा। यसले चाहिँ एनिमीको लोकेसन पत्ता लगाइदिन्छ भन्दा नि पुरै एनिमी कहाँ छ भनेर हेर्नै मिल्छ क्या यसको स्किल युज गरेर। अनि प्यासिभमा छ उल्फा अनि अर्को भयो केली पछि नायरीले चाहिँ बल्लाउने बित्तिकै एचपी प्रदान गर्छ है त। अर्को छ मेन क्यारेक्टर कस्टमको लागि क्यारेक्टर कम्बिनेसन है त। कस्टमको लागि एक्टिभमा राख्न सक्नुहुन्छ तपाईहरुले स्काइलर नराखे यता ओस्कार नि राख्न सक्नुहुन्छ। ओस्कार राख्छन् प्रायः जस्तोले, मैले चाहिँ स्काइलर राखिरहेको हुन्छु। एक्टिभमा स्काइलर राखिसकेपछि अनि यता तपाईले फेरि प्यासिभमा राख्न सक्नुहुन्छ मुभमेन्ट स्पिडको लागि केली अनिखेर उल्फा वान ट्यापको लागि अनि एचपी प्रदान गर्नको लागि वल्लाउने बित्तिकै नाइट। यही हो साथीहरु मेरो चाहिँ हैन, त्यही हो क्यारेक्टर कम्बिनेसन। तपाईहरुलाई के कस्तो लाग्यो भिडियो मन पऱ्यो भिडियोलाई लाइक र च्यानललाई सब्स्क्राइब गर्नु होला है त। थ्यांक्स फर वाचिङ इन दिस माई भिडियो।